हेलो एभ्रिवान तपाईँहरूलाई नि म स्टेप बाई स्टेप मक टेस्ट कसरी गर्ने या फाइनल इक्जाम कसरी गर्ने भन्ने कुरा म स्टेप बाई स्टेप सिकाउँदैछु। मक टेस्ट भनेको के हो त भन्दा तपाईँहरूको ट्रायल हो, इट्स इक्जाम्पल हो। तपाईँहरूको फाइनल इक्जाम चाहिँ यही फर्मेटमा हुँदैछ है भनेर गराइने बिफोर इक्जामको एउटा ट्रायल हो। त्यही भएर यो स्टेप फलो गर्नुहोस्। सबैभन्दा पहिला अगाडि तपाईँहरूले जुन लिङ्क हामी प्रोभाइड गर्छौँ त्यो लिङ्कमा क्लिक गर्नुहोस् र तपाईँहरूको यहाँनिर भएको क्रेडेन्सियल हाल्नुहोस्। हामी एकजना को गरौँ। सपोज सबैभन्दा पहिला अगाडि तपाईँले रेजिस्ट्रेसन नम्बर करेक्टली हाल्नु पर्यो। रेजिस्ट्रेसन हालिसकिसके पछाडि डेट अफ बर्थ हाल्नु पर्यो र हाम्रो यो बसेको सबै सिस्टममा तपाईँहरूले डेट अफ बर्थ हाल्दाखेरि एउटै फर्मेटमा हाल्नु पर्यो। जस्तै पहिला मन्थ भयो, डे भयो, मन्थ भयो र इयर तपाईँहरूले, अनि त्यसमा बिचमा स्पेस हाइफन केही पनि युज गर्नु भएन। र यहाँनिर एउटा बिचमा याद गर्नुहोस्, जस्तै यहाँ 20 तारिक छ तर कसैको 1 तारिकमा यो जन्मेको छ भने चाहिँ तपाईँहरूले 1 मात्रै होइन 01 लगाउनु पर्यो। जस्तै यहाँ 20 जनवरी 1973 छ नि, यो चाहिँ तपाईँहरूले यो 1 को ठाउँमा मन्थको 1 मात्रै लाउने होइन, त्यसमा 0 थपेर यसरी लगाउनुपर्छ ल, नभए धेरैको मिस्टेक हुन्छ। र जुन तपाईँहरूले फोन नम्बर हामीलाई प्रोभाइड गर्नुभएको थियो त्यही फोन नम्बर तपाईँले हाल्नु पर्यो, रेजिस्टर नम्बर हालिसके पछाडि सबमिट गर्नुहोस्। सबमिट गरे पछाडि तपाईँहरूको यो यस्तो खालको सर्फेस देखिन्छ र यहाँ डिस्क्लेमर छ, यो आई एग्रीमा तपाईँहरूले क्लिक गर्नुहोस् र यसमा ओके आई एग्री गरेर क्लिक गर्नुहोस्। र यो लिस्ट अफ सब्जेक्ट एभाइलेबल फर एक्जामिनेसन भनेको छ नि, यो चाहिँ आज तपाईँहरूको मक टेस्ट हो र यो मक टेस्ट नाम दिएको छ। तपाईँहरूको इक्जाममा चाहिँ जुन दिनको सब्जेक्टमा जुन दिनमा जे सब्जेक्ट छ त्यसकै नाम हुन्छ, त्यहाँ क्लिक गर्नु पर्यो। त्यहाँ क्लिक गरिसकिसके पछाडि तल चेक क्यामेरा एन्ड ब्राउजर हुन्छ। यदि तपाईँको अनि अर्को बिफोर यो तपाईँहरूको भन्दै गर्दाखेरि चाहिँ तपाईँहरूको यदि त्यो लिङ्कले ओपन भएन भने दुईवटा कुराले ओपन हुँदैन। एउटा आइफोनमा सपोर्ट गर्दैन र अर्को चाहिँ तपाईँहरूको एन्ड्रोइड फोनमै पनि इन्टरनेट ब्राउजरमा तपाईँहरूको त्यहाँ सेटिङमा इन्टरनेट ब्राउजर सेलेक्ट भएको छ भने त्यसमा हुँदैन, क्रोममा मात्रै खोलिन्छ। क्रोमको सेटिङ मिलाउनुहोस्। आइदर तपाईँहरूको सेटिङ मिलाउनु जान्नु भएन भने तपाईँहरूले त्यो लिङ्कलाई कपी गरेर गुगल ब्राउजरमा गएर पेस्ट गर्नुहोस् ल, गुगल क्रोम ब्राउजर। र चेक क्यामेरा गरिसके पछाडि सबै चाहिँ मेरो सिस्टम यो ल्यापटप भएकोले गर्दाखेरि ल्यापटप लेख्यो, तपाईँहरूको फोनहरू लेख्छ र यसमा गर्दै गर्दै गइसके पछाडि तपाईँहरूको यो सबै करेक्ट आइसक्नुपर्छ। लोकेसन अन हुनुपर्छ। यो सबै क्यामेराहरू कसैको एलो छैन भने एलो गर्नु पर्यो। सबै एलो ब्लक गर्नु भएन, एलो गरेर अनि त्यहाँबाट टेक फोटोमा क्लिक गर्नुपर्छ। यो तपाईँहरूको टेक फोटोमा अपलोड गरेपछि तपाईँहरूको ओके हुन्छ, 100% अपलोड हुन्छ। जस्ट अ सेकेन्ड, मेरो टाइम लगाउँदैछ र यो नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि स्क्रोल डाउन गर्नुहोस् र तपाईँहरूको स्टार्ट इक्जाम छ, यहाँ इक्जाम छ, स्टार्ट इक्जाम गर्नुहोस्। र स्टार्ट इक्जाममा यहाँ माथि हेर्नुहोस्, यहाँनिर स्क्रिनमा तपाईँको फोटो आउँछ। अनि यो ल्यापटपमा चाहिँ तपाईँको ठुलो डिस्प्ले भएकोले गर्दा सबै स्क्रिन राम्रो देखिन्छ, तर मोबाइलमा चाहिँ यो साइडमा भएको 1 2 3 4 छ नि, यो केही पनि देखिँदैन। तपाईँको सिर्फ यो देखाउँछ। र यो हेर्नु सेक्सन 1 छ, सेक्सन 1मा दिस सेक्सन कम्प्राइजेस 27 क्वेसन भनेर जुन भनिएको छ नि, क्वेसन नम्बर 1 to क्वेसन नम्बर 27 इन मल्टिपल चोइस फर्म अफ 1 मार्क इच भनेको छ। अल द क्वेसन्स इन दिस सेक्सन आर कम्पलसरी। तपाईँले अब यो चाहिँ तपाईँको के भनेको छ, यो इन्स्ट्रक्सन चाहिँ पढ्नु पर्यो। यो मल्टिपल चोइस छ, सुरुमा दिइएको छ र सबै कम्पलसरी गर्नु पर्यो, कुनै छोड्नु भएन। सपोजको लागि हामी यो तपाईँहरू टिक गर्दै जानुहोस्। मतलब यो इक्जाममा चाहिँ तपाईँहरूले क्वेसन मजाले पढ्नुहोस् अनि कुन चाहिँ करेक्ट एन्सर हो त्यसमा क्लिक गर्दै जानुहोस्। अनि हामी यहाँ क्लिक गर्दै गइसके पछाडि नेक्स्ट गर्दै जानुहोस्। इन्टरनेट राम्रो छ भने सर्ट यसरी चल्छ। इन्टरनेट राम्रो छैन भने चाहिँ तपाईँको एकदम पर्खिनुपर्ने हुन्छ। सो द्याट मेक स्योर तपाईँको इन्टरनेट चाहिँ राम्रो कनेक्सन हुनु पर्यो। यहाँ यो चाहिँ मैले जे पाएँ त्यही क्लिक मात्रै गरेको छु। यो क्वेसन पनि मैले पढेको छैन राम्रोसँगले के आइरहेछ, तर यो म तपाईँलाई जस्ट देखाउनको लागि मात्रै गर्दैछु।
यो चाहिँ तपाईँहरूले फाइनल इक्जाममा चाहिँ कम्प्लिटली कुन हो मात्रै गर्नु पऱ्यो, किनभने जे पाइ त्यही गर्दैमा मार्क्स आउने होइन। कम्प्लिट जे राइट छ त्यही, जस्तै यसको त सबै देखिन्छ। यसमा तपाईँको एउटा क्वेसनको 1 मार्क्सको हुन्छ र तपाईँले सपोज यो सबै गर्नुभयो, क्वेसन नम्बर मार्क्स कति 27सम्म भनेको छ, 27वटा गर्नु भएर राइट एन्सर मिलाउनु भयो भने सिधै 27 आइहाल्यो। यहाँनिर मार्क्स काटिने कुनै केही काटिने केही पनि हुँदैन। सो एमसिक्यू इज अ भेरी गुड फर्मेट फर यु अल, इजी फर्मेट छ। र गर्दै गर्दै लाँदाखेरि तपाईँको यस्तो देखाउँदैछ। अब हेर्नुहोस् एमसिक्यू सके पछाडि सेक्सन बी देखाउँछ। यहाँ हेर्नुहोस् यो सेक्सन बी आउँछ र सेक्सन बीमा यहाँको इन्स्ट्रक्सन पढ्नु पर्यो। पार्ट 1 अफ दिस सेक्सन कन्सिस्ट अफ 8 क्वेसन, क्वेसन नम्बर 28 to 35, भेरी सर्ट एन्सर टाइप क्वेसन। इच क्वेसन क्यारिज 3 मार्क्स एन्ड हेज टु बी एन्सर्ड विदिन 30 to 40 वर्ड्स भनेको छ। तपाईँलाई चाहिँ यो 8वटा क्वेसन्स दिएको छ 3 मार्क्स गोटाको। त्यसमा चाहिँ 30 to 40 वर्ड्स जस्तो, मतलब एक प्याराग्राफ जस्तो लेख्नुपर्ने हुन्छ। त्यसमा तपाईँले के गर्नुहोस् भने सबैभन्दा पहिला अगाडि पेपरमा आफ्नो नेम, रेजिस्ट्रेसन नम्बर, क्लास र सब्जेक्टको नेम लेखेर यो सेक्सन बी लेख्नुहोस्। अनि क्वेसन नम्बर 28 गरेर तपाईँहरूको क्वेसन सार्नु पर्दैन, त्यहाँबाट फटाफटी एन्सर दिँदै जानुहोस्। अनि त्यहाँबाट यो 35 सके पछाडि हेर्नुहोस् यहाँनिर अब अर्को पार्ट 2 आयो, ग्रुप बी सेक्सन बी को पार्ट 2 आयो। पार्ट 2 अफ दिस सेक्सन कन्सिस्ट अफ 5 क्वेसन, क्वेसन नम्बर 36 to 40 एन्ड सर्ट एन्सर टाइप क्वेसन। इज क्वेसन क्यारिज 5 मार्क्स भन्यो। तपाईँले यो चाहिँ 5 मार्क्स गोटाको, त्यही भएर त्योभन्दा अलिकति अगाडिको भन्दा 3 मार्क्सको भन्दा अलिक ज्यादा लेख्नु पर्यो। यसको पनि क्वेसन नम्बर सेक्सन बी को पार्ट 2 भनेर लेख्नुहोस्। त्यहाँबाट 36 क्वेसन नम्बर 36 गर्दै 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 यो पनि सक्नुहोस्। 40 नम्बर सकिसके पछाडि तपाईँको फेरि पार्ट 3 आउँछ। पार्ट 3 मा 3वटा क्वेसन छ, लङ क्वेसन एन्सर क्वेसन टाइप क्वेसन भनेको छ, जसमा चाहिँ 8 क्वेसनको 8 मार्क्सको गर्दा टोटल तपाईँको 24 मार्क्सको रहेछ। यो चाहिँ 100 to 150 वर्डसम्म तपाईँले एक पेजै लेख्नु पर्यो। यो एन्सर चाहिँ तपाईँले लेख्नु पर्यो। त्यसमा एउटा, दुईटा, तीनटा दिएको छ। यति सकिसके पछाडि तपाईँको यस्तो आउँछ, नो मोर क्वेसन आउँछ। इच सब्जेक्टको डिफ्रेन्ट हुन्छ, मतलब डिफ्रेन्ट इन द सेन्स क्वेसन धेर थोर हुन्छ। त्यो सकिसके पछाडि तपाईँहरूको यो नो मोर क्वेसन आउँछ। नो मोर क्वेसन गरिसके पछाडि यहाँ हेर्नुहोस् स्क्रिन 31 छ, नो मोर क्वेसन। अब यसलाई पनि नेक्स्ट गर्दै जानु पर्यो। नेक्स्ट कतिसम्म गर्दै जानु पर्यो भने अन्टिल जहाँ तपाईँहरूको एन्सर जुन अघि लेखेको छ त्यो अपलोड गर्नेसम्म, सेभ एन्ड सबमिट गर्नेसम्म छ, त्यहाँसम्म नआइन्जेलसम्म तपाईँले नेक्स्ट गर्दै जानु पर्यो। हेर्दै जानुहोस् स्क्रिन। यहाँ हेर्नुहोस् यो स्क्रिन चेन्ज हुँदै कतिजनाले यो भएकै छैन भन्नुहुन्छ कि, तर यहाँ हेर्नुहोस् नेक्स्ट गर्दै गएपछि यो स्क्रिन नम्बर चेन्ज हुँदै जान्छ। जस्तै अघि 40 थियो, 41 भयो। त्यहाँबाट अब ल्यापटपमा चाहिँ हेर्नुहोस् कहाँसम्म छ, यो देखिन्छ 43सम्म छ, डाइरेक्ट 43 थिच्दा हुन्छ होइन, तर तपाईँको मोबाइलमा त्यो देखाउँदैन। त्यही भएर तपाईँहरूको नेक्स्ट गर्दै जानुपर्छ। मैले मोबाइलहरूको गर्नेको लागि मैले यो खासमा भनेको। जो ल्यापटपमा गर्दै हुनुहुन्छ तपाईँले डाइरेक्ट 43 गरेर अनि नेक्स्ट गर्दाखेरि तपाईँको यस्तो आउँछ। हेर्नुहोस्, प्लिज अपलोड अल योर ह्यान्ड रिटन एन्सर सेट images for all question in one single PDF file or upload image file on this platform. It's crucial to note that no changes or modifications will be accommodated after the exam has concluded भनेको छ। तपाईँको यो जुन छ अघि लेखेको MCQ को पर्दैन, जुन पेपरमा लेख्नुभयो त्यसको चाहिँ तपाईँले फोटो खिच्नुहोस्। मोबाइलबाट गर्दै हुनुहुन्छ भने मिनिमाइज गर्नुहोस् अघिको सिस्टमलाई, त्यहाँबाट क्यामेराबाट फोटो खिच्नुहोस् र PDF बनाउन आउँछ भने एउटा सिङ्गल फाइल PDF बनाउनुहोस्। आउँदैन भने त्यसलाई छोडिदिनुहोस्। इमेजेस त्यो फोटो खिचेको छ त्यहीलाई चाहिँ तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। सबै फोटो खिचिसके पछाडि तपाईँले यदि PDF बनाउनुहुन्छ, PDF अपलोड गर्ने हो भने PDF सेलेक्ट गरेर यहाँ अपलोड PDF मा जानु पर्यो। होइन म इमेजेसमै जान्छु भन्यो भने इमेजेसमा गएर अपलोड इमेजेस गर्नु पर्यो। त्यहाँबाट यहाँ माथि पपअप देखाउँछ, दुइटै PDF को पनि यस्तै हो, इमेजेसको पनि हुन्छ। त्यहाँबाट फर इमेजेस अपलोड्स क्यान
अपलोड्स क्यान्डिडेट्स मस्ट सेलेक्ट अल इमेजेस फ्रम द ग्यालेरी भनेर भनेको छ। क्याप्चर पनि गर्ने भनेको छ, तर क्याप्चर गर्दा 1 by 1 हुन्छ, त्यो भएर प्रब्लम हुन्छ। तपाईँहरूले त्यो एकैचोटि अघि मैले भनेको जस्तो खिचेरै रेडी गर्नुहोस्, अनि एकचोटिको त्यो तपाईँ चाहिँ 15वटा मात्रै आउँछ। यदि तपाईँको 15वटा भन्दा ज्यादा भयो भने चाहिँ तपाईँले पिडिएफै बनाउनु पर्ने हुन्छ ल। अनि त्यहाँबाट चुज फाइल गर्नुहोस्। सपोजको लागि मैले यहाँनिर एउटा मसँग भएको फोटो यो राखिदिएँ र सेलेक्ट गरेँ। एक दुईवटा धेरै, यो चाहिँ मैले एउटा मात्रै फर इक्जाम्पलको लागि, त्यो धेरैवटा जस्तै अब मसँग यतिवटा छ, जस्तै यो पनि भयो, यो पनि मैले गरेँ भने यसरी दुई आउँछ, फरर यहाँनिर आउँछ। पिडिएफको पनि तपाईँको एउटा यहाँ फाइल आउँछ, त्यहाँबाट अपलोड गर्ने अप्सन आउँछ। यसरी अपलोड फाइल्स हुन्छ, अपलोड फाइल यसरी फाइल अपलोडेड सक्सेसफुल्ली गरेपछि ओके थिच्ने। त्यहाँबाट अझै सकेको छैन है, बी केयरफुल। त्यहाँबाट हेर्नुहोस् तल अलिक स्क्रोल डाउन गरे पछाडि सेभ एन्ड सबमिट आउँछ, हेर्नुहोस् सेभ एन्ड सबमिट गर्नुपर्छ। पेपर अपलोड गरेपछि मात्रै सेभ एन्ड सबमिट गर्ने है। पहिल्यै फेरि एमसिक्यू गरेर सेभ एन्ड सबमिट गर्नुभयो भने चाहिँ त्यसमा बिचमा केही उयो हुँदैन, मोडिफिकेसन हुँदैन। तपाईँहरूको डाइरेक्ट के हुन्छ, एमसिक्यूको मात्रै मार्क्स आउँछ, बिचको पेपरको मार्क्स आउँदैन। सो मलाई यो मलाई थाहा भएन यताउति केही नभन्नुहोस्। जबसम्म तपाईँले एन्सर अपलोड गर्नुहुन्न तबसम्म तपाईँले यो सेभ एन्ड सबमिट गर्नु हुँदैन। त्यही भएर तपाईँले पेपर अपलोड गरेपछि सक्सेसफुली भएपछि मात्रै यो सेभ एन्ड सबमिट गर्नुहोस्। अनि आर यु स्योर टु फिनिस द टेस्ट भनेको छ, तपाईँले यस भनेर लेख्नुहोस्। यस गरिसके पछाडि यस्तो आउँछ है, यो अनि सक्सेस भयो। तपाईँहरू स्क्रिन रेकर्ड राख्नुहोस्, स्क्रिनसट गरेर रेकर्ड राख्नुहोस्। हुन्छ, थ्याङ्क यू।